सो आजको भिडियोमा चाहिँ म तपाईँहरूलाई अनवान्टेड अननेसेसरी कुराहरू किन्नुबाट कसरी एभोइड गर्ने हैन, कसरी आफूले आफूलाई कन्ट्रोल गर्ने भन्ने कुरा सिकाउँछु है, विथ माई एक्सपिरियन्स। अब जस्तै हामी कुनै दोकानमा छिर्यो भने चाहिँ, कुनै सुपर मार्केटमा छिर्यो भने चाहिँ एउटा चिज, जस्तै कुनै कपडाहरू किन्न छिर्यो भने चाहिँ एउटा चिज भनेर छिर्छौँ, अनि त्यहाँबाट अरू कुरा पनि जुन हामीलाई आवश्यक छैन अहिले है, त्यो कुराहरू पनि हामीले किन्छौँ क्या। पहिलो कुरा चाहिँ पैसाको भ्यालु थाहा हुनु पऱ्यो, अनि पैसा चाहिँ आफैले कमाएको हुनु पऱ्यो है। अर्काले दिएको पैसा, जस्तै बाबा मम्मीले दिएको पैसाहरूमा चाहिँ खासै भ्यालु हुँदैन क्या त्यो पैसाको कि। र आफूले दुःख गरेर कमाएको पैसामा चाहिँ आफूलाई 1 रुपियाँ खर्च गर्न पनि एकदमै गाह्रो फिल हुन्छ चाहिँ। अब जस्तै कुनै सामान तपाईँ किन्न चाहनुहुन्छ, तपाईँलाई किन्न मन छ भने चाहिँ त्यो सामान चाहिँ भ्याट्टै नकिनिहाल्नु क्या। 1 हप्ता 2 हप्ता वेट गर्नुहोस्, 1 दिन 2 दिन 3 दिन वेट गर्नुहोस्, चाहियो भन्दैमा भ्याट्टै नलिहाल्नु होला। पहिलो कुरा भनेको पेसेन्ट राख्नुहोस्, भ्याट्टै नकिनिहाल्नुहोस्। दोस्रो कुरा भनेको तपाईँले कुनै कुरा किनिहाल्नु भयो भने पनि लङ टर्मसम्म युज होस् त्यस्तो सामानहरू लिनुहोस्। जस्तै त्यसको युटिलाइज तपाईँले, अब जस्तै एकचोटि किन्यो युज एन्ड थ्रो कुराहरूमा चाहिँ खासै पैसाहरू युज नगर्नुहोस्। अब जस्तै तपाईँले लिग्यो भने त्यो अपकमिङ टाइममा, अपकमिङ डेजमा पनि तपाईँले युज गर्नुहोस् कि त्यस्तो सामानहरूलाई चाहिँ धेरै फोकस गर्नुहोस् भनेर भन्न चाहन्छु। अनि तेस्रो कुरा, सामान किन्दा चाहिँ जहिले पनि फोन पे वा क्रेडिट कार्ड अथवा भिजा यो युज गरेर चाहिँ नकिन्नु होला, क्यासमा किन्नु होला। क्यासमा किन्यो भने चाहिँ कस्तो हुन्छ भने तपाईँले थोरै सामान किन्यो भने पनि अलि धेरै पैसा खर्च गरे जस्तो फिल हुन्छ क्या। त्यही भएर तपाईँले चाहिँ सकेसम्म एभोइड गर्नुहोस् भिजाहरू, क्रेडिट कार्डहरू, मोबाइल ब्याङ्किङहरू, किनभने त्यसमा हामीले पैसा पे गरे जस्तो फिलै हुँदैन। सो यो कुराहरू फलो गर्नुभयो भने तपाईँले अनवान्टेड अननेसेसरी कुराहरू किन्नुबाट एभोइड गर्नुहुन्छ, प्लस आफ्नो सेभिङ्सहरू बढाउन सक्नुहुन्छ। थ्याङ्क्स।